सियोन हेर्नु हेलो गाइज आज रेखाले 1000 को 9वटा अनलाइन फेसबुकमा देखेर अनलाइनबाट फोटो फ्रेम सहित मगाएको हेरमै कस्तो छ कस्तो आछ पैसा त राखिसके 170 डेलिभरी चार्ज हो ए कुन ठाउँबाट हो रेखा कुन ठाउँ भनेको थियो दिदी म पनि बिर्से है पूर्वतिर कता भनेको हैन र सियोन शक्ति नयाँ का लेखेको होला नि हेर्नु है रेखा कुमारी यता होला यता पठाउने हो शिवशक्ति सोलुसन त लेखेछ सुनसरी टु काठमाडौँ सुनसरीबाट आएको रहेछ हेर्नु कस्तो होला रेखा के गर्नु भएको होला खै यहाँ हेर तपाईलाई कस्तो अपेक्षा छ राम्रै होला किनभने त्यो 4 दिनमा भन्नुभएको थियो भने के जस्तै छिटै गर्नुभयो पठाउँदा पनि यस्तो हुन्न यस्तो गरिदिन्छु भनेर पनि रिप्लाई पनि गर्नुभएको थियो मेसेज गर्दा अनि यो क्याश अन डेलिभरी हो है पहिला एडभान्स पेमेन्ट हैन क्याश अन डेलिभरी यस्तो राम्रो प्याकेजिङमा पठाउनु भए रहेछ पक्कै सिसाको हो सिसा भन्नुभएको थियो सिसा भन्नुभएको हेरौँ प्लास्टिक निस्किन्छ कि सिसा त्यही छ त्यही सिमेन्ट अनबक्सिङ है अनबक्सिङ एक्सपेक्टेसन भर्सेस रियालिटी हेरौँ है राम्रो भएपछि अझै पनि मगाउन छ उहाँबाट अनि 1000 को 9वटा सिसा सहितको फ्रेम त फेरि हाम्रो मोबाइलमा भएका फोटो त पछि डिलिट भइहाल्छ बिग्रि नै हाल्छ अरू केही नभए पर्छ फोटो फ्रेम भएपछि त घरमा सजाउन पनि काम लाग्यो नि हेर्दा त राम्रो छ हेर्दा ठिकै छ ल एक कर दुवा ठिकमा नउटै छ त सुस्तरी घर जाँदा पनि यसरी नै लग्नु पर्यो है यही प्याकेटमै यही पकेटमा मलाई लग्नु पर्छ काटौँ काटिहाल्नु त फेरि पछि बानौँला त्यस्तो धागो त पाइहालिन्छ मेरो मम्मीको यो चाहिँ रेखाको माताश्री मेरो माता ठिकै गर्नुभएको छ है त दिदी मेरो माता एउटा फोटो सकुशल आएको छ यत्रो फ्रेम हुँदो रहेछ मेरो बुढो श्रीमान रेखाको श्रीमान पति परमेश्वर मेरो सिसा नै हो दिदी सिसा हो रेखाको दादा दादी र यो बिचको चाहिँ रेखाको भदै दाइको छोरी भदै नि यो अलिकति यहाँ सानो लगाउनु भएको छ यो फेरि यो पछाडि त यो थोरै सानो रहेछ हैन ठिकै छ मेरो छोरो रेखाको सुपुत्र युवराज धीराज सरकार यो को हो यहाँ म पनि रहेछु गाई जानु त कति राम्रो आएको म टल्कियो भाइरल किट यो म यता रेखाजी हुनुहुन्छ यहाँ मेरो सुपुत्र हुनुहुन्छ यहाँ भाइरल छोरो मेरो यो रेखाको सुपुत्र ए बेचारा यति काटिदिनु भएको छ त्यो जारको आएको थियो नि त्यहाँ फेरि हेर्न त हेरेको छ यो कुन व्रत गरे रेखा पोर्साल तीजको दिनको पोर्साल तीजको व्रत काठमाडौँ तीजको व्रतको त्यो लगाएको साडी मेरो दिदीले दिदीले भिडियो बनाउने दिदी मतलब म है गिफ्ट दिएको मलाई तीजको यो चाहिँ मैले रेखालाई तीजको गिफ्ट भनेर साडी दिएको मगाउँदा चाहिँ साडी राम्रो थियो तर त्यति सोच अनुसारको त्यति राम्रो त निस्केन तर फोटोमा चाहिँ राम्रो देखिरहेछ मेरो बुढो यो चाहिँ रेखाको फेरि श्रीमानज्यू रेखा यो रेखा ल हेर्नुहोस् गाइज 1000 रुपियाँमा 9वटा राम्रै छ यतिको त ठिकै हो मगाउनु होला है पसलको नाम रेखा पसलको नाम शिवशक्ति सोलुसन भनेर छ यो फोन नम्बर लास्टमा 1400 पसलको
यहाँ छ अनि यो सुनसरीबाट आएको काठमाडौँ अहिले मेसेज गर्दा पनि कति छिटो रिप्लाई मैले फेसबुकबाट यतिकै तानेर त्यहाँ व्हाट्सएप नम्बर दिएका हुन्छ नि त्यसमा मैले छोएँ छोड्ने बित्तिकै त्यो सिसा हो कि के हो भाइ भनेर मैले लेखेको थिएँ अनि सिसा हो दिजु भनेर रिप्लाई आयो कति दिनमा आउँछ 9वटा हो नि सामान आएपछि पेमेन्ट गर्न पर्छ नि हो दिजु मैले हजुरलाई विश्वास गरेर पठाएँ जस्तै हजुरहरूमाथि पनि मलाई विश्वास छ कि हजुरहरूको सामान गएपछि हजुरहरू राखिदिनु होला भनेर अनि सामान आएपछि मैले के भन्न चाहनुहुन्छ शिवशक्ति सोलुसनलाई उहाँहरूलाई राम्रो छ उहाँहरूको काम त मन पर्यो मन पर्यो फेरि मलाई पनि मन पर्यो मैले पनि पछि चाहिँ मगाउनु पर्यो 1000 रुपियाँको एकचोटि बसेर खाएर त सकिन्छ एकचोटि खाजा खाने एक दिनको पैसाले जे होस् यो डेकोरेसनलाई राम्रो देखिन्छ ढिक्काको यो सबै सिसाको है यो प्लास्टिक होइन यो सबै सिसा हो ल थ्याङ्क यू शिवशक्ति के नाम सोलुसन शिवशक्ति सोलुसन सुनसरी यति राम्रो फोटोहरू बनाइदिएकोमा रेखा मत खा